हेलो एभ्रिवान, वेलकम ब्याक टु एआरबी कन्स्ट्रक्सन साइट। आज हामी कन्स्ट्रक्सन साइटमा छौँ। देख्न सक्नुहुन्छ आज हामीले चाहिँ यो कोलम खडा गर्ने काम सुरु गरिसकेका छौँ। देख्न सक्नुहुन्छ कोलम खडा गरिसकेपछि हामीले यो सोलिङ पछि हामीले पिसिसी गर्नुपर्ने हो। पिसिसी नगरेर हामीले डाइरेक्टै हालिरहेको छौँ। यसरी नै हाल्दै प्रायः जस्तो हामीले यसरी नै हालिरहेको हुन्छौँ, किनभने यो हाम्रो पिसिसी लेभल जुन तलको 3 इन्चीको लेभल हुन्छ त्यो चाहिँ हामीले जाली उठाएको देख्न सक्नुहुन्छ। त्यो इँटा ब्लक राखेर चाहिँ इँटा राखेर चाहिँ त्यो जाली उठाइदिएका छौँ। त्यसले गर्दा त पिसिसी लेभल तल बस्छ र त्योभन्दा माथि एल भएको 3 इन्ची 6 इन्ची मसला एकैचोटि जाँदाखेरि चाहिँ यो मजबुत अन्त टिकाउ हुन जान्छ। यो चाहिँ 14 को कोलम रहेको आवश्यक हो। यो नगरपालिकाको मापदण्ड अनुसार तयार भइरहेको यो आवासीय घर हो। देख्न सक्नुहुन्छ यो एरिया थोरै एरिया सानो एरिया भएको कारणले गर्दाखेरि हामीले चाहिँ सेफ्टी ट्याङ्की यो एउटा रुममा राखेका छौँ। देख्न सक्नुहुन्छ यो सेफ्टी ट्याङ्कीको लागि चाहिँ यसमा चाहिँ 4वटा कोलमहरू हुन्छ। 2वटा कोलम खडा भइसकेको छ। 2वटा कोलम राखेर पिसिसी हुन्छ। पिसिसी सँगसँगै यो हाम्रो जाली पुर्ने काम सकिन्छ र यो साइडमा चाहिँ थोरै जग्गा छ। यो साइडमा चाहिँ लगभग यो झ्यालो राख्नको लागि र उतातिर सर्टिएको भाग देखाउँछु म तपाईँहरूलाई। सर्टिएको भागले हामीले कसरी राखिन्छ र कसरी राखेको छौँ भन्ने कुरा म तपाईँलाई देखाउँछु। यो चाहिँ यता जमिन सर्टिएको भाग हो। यहाँ चाहिँ हामीले अब यो जाली यसरी देख्नुहुन्छ, जालीको सेन्टरमै छ। यसरी चाहिँ सेन्टर आएर अब यो साइडमा के हुन्छ, त्यो कोलमबाट यो कोलममा चाहिँ हामीले स्ट्र्याप बिम जुन एउटा बिम भन्छ त्यसलाई चाहिँ स्ट्र्याप बिम भन्छ। स्ट्र्याप बिम यहाँ चाहिँ यो 2वटा पिल्लरले जोइनिङ गरेर यसको यो जालीको यो छेउमा भएको कारणले यो यसमा चाहिँ यसलाई सपोर्ट होस् भनेर त्यो पिल्लरसँग बाँधेर हामीले स्ट्र्याप बिम राख्छौँ। स्ट्र्याप बिम राख्दा पनि तपाईँहरूलाई म जानकारी गराउने छु। अहिले चाहिँ आजको काम भनेको हाम्रो यो पिलर कोलमहरू उठाएर र यो पिसिसी लेभल भनेपछि यो जाली पुर्ने काम आजको समयमा र आजको दिनमा यो काम कम्प्लिट हुन्छ। र नेक्स्ट डे हामीले हात्तीपाइले सँगसँगै स्ट्र्याप बिमको काम पनि सुरु गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला र जसलाई पनि घर निर्माण सम्बन्धी जानकारी लिनु छ अथवा बाँकी जिल्ला कोलपुर नगरपालिका एरियाभित्र घर बनाउनु छ भने हामीलाई सम्झिनु होला र एकपटक सेवा गर्ने मौका दिनु होला भन्दै अहिले सानो छोटो मिठो भिडियोबाट हाम्रो एआरबी कन्स्ट्रक्सन टिम हजुरको समक्ष सदाबार फिल्डमै हुनेछ भन्ने जानकारी गराई नेक्स्ट भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल, जय कन्स्ट्रक्सन।